नमस्ते। म चाहिँ रामेछाप जिल्लाको फुलासी गाविस मन्थली नगरपालिका वडा नम्बर 14बाट। मेरो घर चाहिँ यहीँ माथि हो। यता घर चाहिँ यस्तो छ। मेरो गाउँ चाहिँ यहाँ हो, मन्थली नगरपालिका वडा नम्बर 14मा। अनि म चाहिँ अहिले यसो सुन्तला, हाम्रो बगैँचामा सुन्तला कतिको फलेको छ के छ भनेर यता यता यो सबै सुन्तलाको हो बगैँचा। अनि यसो के कस्तो फलेछ भनेर हेर्न आएको। टन्न यता अब मौसम यस्तो छ, अब गर्मीको मौसम लागे पनि यता चाहिँ त्यति गर्मी हुँदैन, चिसै चिसै छ हाम्रो चाहिँ। अनि यस्तो छ, मकै बारी टक्क यसरी मकैहरू छ। अब यो लोडेको सागहरू टन्नै यता बिग्रिरहेको थियो, सबै लोडेको सागहरू यो देखेको मैले हिँडिरहेको छु है। अब के गर्ने, खाने मान्छे धेरै हुँदैन गाउँमा, एक दुईजना हुन्छ, एक दुईजनालाई अलिअलि भयो पुगिहाल्छ। सबै सुन्तला जुनारको बोटहरू हो। यता जुनार पनि फलिसकेको छ यहाँनिर है। अब जुनार यहाँनिर देख्न सक्नुहुन्छ, यो चाहिँ जुनार यसरी फलेको छ, एउटा दुईटा यसरी भित्रभित्र फलेको छ। बोट पनि सानै छ अलि। अनि यता सुन्तलाहरूको चाहिँ टन्नै सुन्तलाहरूको धेरै छ गाइज। हाम्रो चाहिँ यस्तो छ गाउँ यस्तो छ। टक्क यो अब म बारीमा आइरहेको छु अहिले चाहिँ। अब हामी एकछिनमा जलकुम्भी कर्कलो भन्छ, कर्कलो टिप्न जाँदैछौँ। यो चाहिँ एउटा रुद्राक्षको बोट थियो, रुद्राक्षको बोट हो, एउटा मात्रै फलेको थियो। यो चाहिँ टिपेर चाहिँ हाम्रो बुवाले राख्नुभएको छ, कहाँ राख्नुभएको छ, कस्तो फलेर मैले देखेको त छैन। यो चाहिँ रुद्राक्षको बोट हो हाम्रो। यसमा फलेको छ, एउटा फलेको थियो पहिला, अहिले चाहिँ यसपालि चाहिँ देखिँदैन। यो फल्ने सिजन हो कि होइन त्यो पनि मलाई थाहा छैन। म चाहिँ अहिले घर पनि त्यति बसेको हुँदिनँ। अनि यो पनि सुन्तला हो। सुन्तलाको चाहिँ भर्खरै एकदम सानो सानो, अब तपाईँहरू देख्नुहुन्न होला, यहाँ सानो सानो छ सुन्तलाको यस्तो होइन। यो सुन्तला भर्खर फल सानो सानो लागेको छ अहिले। अब यो चाहिँ हाम्रो देश यहाँ 150-200 बोट जति सुन्तलाहरू छ टोटली मेरो घर अगाडि सबै। अनि यस्तै छ, यी मकैहरू छ। यो अब यो सबै यो केहीको बिउ राख्नु भएको होला, सायद धानको बिउ राख्नु भएको होला। हाम्रो चाहिँ धानको बिउ यसरी राखिन्छ कि जस्तो लाग्छ, धुले बिउ। यो चराले खान्छ भनेर, धान चाहिँ चराले खान्छ भनेर छोपेको हुनुपर्छ सायद, मम्मीलाई सोध्नुपर्छ। यता मकैहरू यसरी फलिरहेछ हाम्रो चाहिँ। फल्न त फलेको छैन, बोट चाहिँ राम्रो छ। अनि यस्तो छ गाइज। यो पारि यो रातो रातोदेखि सबै अलैँचीको बोटहरू हो। तल तल देखाइदेऊ त बाबु, हो तल ल हेर्नुहोस्, अलैँचीको बोटहरू चाहिँ यस्तो छ हाम्रोतिर। अनि गाइज यस्तै छ है। ल आउन सक्नुहुन्छ, अझै हेर्नुहोस्। मेरो घर चाहिँ यता तलतिर जाउँ न ल गाइज। अङ्गुरको बोट छ त्यहाँ है हाम्रो, अङ्गुरको बोट, अङ्गुर फल्छ। अनि पानी पनि परिरहेछ, घाम पनि लागिरहेछ, मौसम यस्तै छ हाम्रो अहिले। मेरो घर चाहिँ यो माथि देखिएको घर हो गाइज। अहिले गाउँमा यस्तो छ घर हाम्रो। सुन्तलाको बोट, अब यो खेतबारी लगाउन नसक्ने बेसी सुन्तलाको बोटहरू यता पनि लगाइदिएको छ। यो सानो भर्खर सानो छ, त्यहाँ पनि छ। ल फलेछ, अङ्गुर त टन्नै फलिरहेको रहेछ। ल गाइज यहाँ हेर्नुहोस्, अङ्गुर तपाईँहरूलाई यस्तरी फल्छ हाम्रोमा, हेर्नुहोस् है त। देखाइदेऊ त ल गाइज, हेर्नुहोस्, तपाईँहरूले पत्याउनु भएन होला, हाम्रोमा चाहिँ अङ्गुर यसरी फलेको छ है गाइज। ल यो भर्खरै त्यो सानो सानो छ होइन, टन्नै फलेको छ। माथि माथि देखेर त टन्नै छ, थुप्रो छ फलेको। यो अङ्गुर चाहिँ अब कहिले खानु बेला हुन्छ खै, अलि पछि हुन्छ होला। हामी खेती लगाउन नसक्ने भइसकेपछि चाहिँ हामी चाहिँ सुन्तलाहरू यो खेती लगाउने गरा हो
खासमा यो धान सान रोप्ने यताउता गर्ने। तर अब सबै सुन्तला जुनार कागती अमिलोहरू चाहिँ लगाउने गरेका छौँ अहिले हामीले। यस्तो छ गाइज हाम्रो गाउँको घर। अब त बाबु यता अलैँची पनि देखाइदियो, यो फापरको बोट छ यता। भिडियो लामै भयो होला। ल हेर यो चाहिँ अलैँची गाइज, अलैँची चाहिँ यसको चाहिँ यहाँ मुनि फल्छ गाइज, यसरी फल्छ। यहाँ तल देखायो त ल सबै फुल फुलिरहेछ नि, सबै यो अलैँची हो गाइज। सबै अब परबाट उताबाट देखाइदियो त परबाट। ल यो सबै अलैँचीहरू, यो सबै हाम्रो यो खोला पानी छ, यहाँ पानी उम्रिन्छ। यो पानी यहाँ हाम्रो चाहिँ यहाँ यसरी पानी हो, यो सिम हो। यसरी पानी चाहिँ 12 महिना 12 काल 24 घण्टा यो मुनि यसरी यहाँ तल छ नि पानी आइरहेको छ गाइस। हाम्रोमा यहाँ पानीको दुःख चाहिँ छैन। सानो यसो खाली जग्गा भए पनि यसरी हाम्रो प्याज लगाइदिन्छ। प्याज कति राम्रो फलिरहेछ गाइस। यस्तो छ गाउँमा के छैन, सबै चिज छ हाम्रो। किनेर खानु पनि केही छैन, हामीले किन्नुपर्ने त्यही नुन मात्रै हो। बेसार पनि यहीँ हुन्छ, प्याज लसुन अदुवा सबै यहीँ हुन्छ। सानो सानो यतिकै हराइरहेको हुन्छ यहाँ लसुन प्याज चाहिँ। एउटा घरको यति धेरै हुन्छ यो टन्नै छ गाइस प्याज। यतिकै यसले पुग्छ वर्ष दिनलाई पुग्ने प्याजहरू हुन्छ यहाँ। यता यो गराम मुनिको प्याजै हो सबै गाइस। यस्तो छ मेरो घर चाहिँ, यही दुईटा हो गाइस। यो दुईटा चाहिँ मेरो घर गाइस। यो चाहिँ पछि बनाएको, त्यो चाहिँ एकदम बाउ बाजेले जिजु बाजेदेखिको घर चाहिँ त्यो हो माथिल्लो। त्यो माथिको घर चाहिँ जिजु बाजेदेखिको हो। यताको चाहिँ भर्खर बनाएको गाइस, भर्खर भन्दा नि यो पनि भइसक्यो, भूकम्प गइसकेपछि बनाएको। तर हाम्रो यो घर चाहिँ भूकम्पले पनि भत्किएन, त्यस्तो बलियो घर। ढुङ्गाको छाना हो गाइस, छानामा पनि ढुङ्गा लगाएको छ। हाम्रो भ्लग कम्प्लिट भयो गाइस। ल भयो बन्द गर।